नेपाली राजदूतावास मस्कटले 2083 असार 10 गते 24 जुन 2026 का दिन क्राउन प्लाजा मस्कट होटलमा समृद्धिका लागि आर्थिक साझेदारी शीर्षकमा निर्यात, लगानी, पर्यटन तथा रोजगारी प्रवर्धन सम्बन्धी कार्यक्रम आयोजना गर्यो। सो कार्यक्रम नेपालको निर्यात सम्भावना, नेपालमा लगानीका अवसर, ओमानको श्रम, कानून, पर्यटन प्रवर्धन तथा नेपाली र ओमानी व्यवसाय बीच सञ्जाल स्थापना गर्ने कार्यमा केन्द्रित रहेको थियो। कार्यक्रममा विभिन्न कम्पनी एवं सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक लगायत प्रतिनिधिहरू, सञ्चारकर्मी, नेपाली उद्यमी तथा ओमान स्थित नेपाली समुदाय गरी 100 भन्दा बढीको सहभागिता रहेको थियो। महामहिम राजदूत दोर्नाक अरियालले पानस दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो। स्वागत मन्तव्यका क्रममा राजदूत अरियालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्नुभयो। उहाँले वैदेशिक लगानीका लागि नेपालका प्राथमिकताका क्षेत्रहरूबारे जानकारी दिँदै ओमानी लगानीकर्ताहरूलाई नेपालमा रहेका अवसरहरू पहिल्याउन आमन्त्रण गर्नुभयो। उहाँले भन्नुभयो, नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला र तीव्र गतिमा उदयमान अर्थतन्त्रहरू भारत र चीनको बीचमा अवस्थित छ, जसको संयुक्त जनसङ्ख्या करिब 2.8 अर्ब रहेको छ। यो विशिष्ट भौगोलिक अवस्थितिले नेपाललाई व्यापार, लगानी र पर्यटनका लागि एक महत्वपूर्ण सेतु बन्ने ठूलो सम्भावना प्रदान गरेको छ। राजदूतावासका प्रथम सचिव श्री विशेष कुमार शाहले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका विभिन्न उत्पादनहरू तथा नेपालमा उपलब्ध लगानीका अवसरहरूबारे प्रस्तुति गर्नुभयो। उहाँले नेपालमा व्यवसाय वा लगानी प्रारम्भ गर्ने प्रक्रियाबारे जानकारी दिँदै इच्छुक लगानीकर्ता तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्न राजदूतावास सदैव तत्पर रहेको ब्यौरा पनि बताउनुभयो। कर्पोरेट तथा मुद्दा मामिला सम्बन्धी अधिवक्ता श्री खौला मोहम्मद अल सादुनीले ओमानमा श्रमिक र रोजगारदाता दुवैले पालना गर्नुपर्ने श्रम ऐन तथा नियमावलीका व्यवहारिक पक्षहरूबारे प्रस्तुतिकरण दिनुभएको थियो। उहाँले काम गर्दा आउन सक्ने समस्याहरूलाई कानूनी माध्यमबाट कसरी समाधान गर्न सकिन्छ र श्रमिक एवं रोजगारदाता बीच कसरी असल सम्बन्ध कायम राख्न सकिन्छ भन्ने बारे प्रश्न पार्नुभयो। महामहिम राजदूतले श्री खौला मोहम्मद अल सादुनी र सगरमाथा आरोही श्री सुलेमान अल नाबीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई समेटिएको भिडियो समेत प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई एक आपसमा संवाद गर्न तथा नेपाल र ओमान बीच व्यापार, लगानी र पर्यटनका क्षेत्रमा सम्भावित सहकार्य गर्न प्रोत्साहन गरिएको थियो। कार्यक्रमको सञ्चालन तथा समन्वय प्रथम सचिव श्री विशेष कुमार शाहले गर्नुभएको थियो। नेपाली राजदूतावास मस्कट ओमान 2083 असार 10 24 जुन 2026।